बर्थडे टु यु। तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए। सर्वप्रथम त हैन पूजनीय आमा बुवालाई हैन म दर्शन गर्न चाहन्छु हैन अहिले यसबाट नै। मन परेको मान्छेको नाउँ दिलमै लेखिन्छ, झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाऊ। त्यही नै हो, सबैले एकदम हेल्प गर्नु भएको छ मलाई यहाँसम्म पुर्याउन हैन। स्याउका चानाले बजारिया भाउ पाउँदैन स्याउका चानाले। दर्शकबिन नमस्कार, यति बेला तपाईँ एमएमएस इन्टरटेनमेन्ट हेर्दै हुनुहुन्छ। एमएमएस इन्टरटेनमेन्ट हेर्दै सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छु। आज पनि तपाईँहरू माझमा म प्रसन्न रिमाल उपस्थित भइसकेको छु भने मसँग आज एकजना स्पेसल गेस्ट हुनुहुन्छ। कति धेरैले चिनिसक्नु भएको छ, चर्चित बाल गायकको रूपमा उहाँले धेरै गीत गाइसक्नु भएको छ, इन्टरभ्युजहरू गरिसक्नु भएको छ। एमएमएस इन्टरटेनमेन्टको यो पर्दामा हामी दोस्रोचोटि चर्चित गायक एकदमै सुमधुर स्वरको धनी बाल गायक बेगेन्द्र बुढालाई लिएर आएका छौँ। यो इन्टरभ्यू पुरै हेरिदिनु होला। स्पेसल आज बेगेन्द्र भाइको चाहिँ बर्थडे पनि हो। फर्स्टमा ह्याप्पी बर्थडे। थ्याङ्क यू दादा, र सबैलाई नमस्ते भन्न चाहन्छु। त्यसपछि अब चाहिँ वेलकम। हजुर के छ, बर्थडे कस्तो हुँदैछ? हजुर अब ठिकै भइरहेछ भनौँ न, पहिलाभन्दा अलि भिन्नै भनौँ न। ओके, त्यो कुराकानी अहिले गर्छु किन भिन्दै छ भने त्यो मलाई पनि थाहा छ। अलिकति बेगेन्द्रको त्यो मुहारमा अलिकति सुयस पनि देखिरहेको छु, किन भनेर अहिले म पछाडि भन्छु। अनि बेगेन्द्र आजबाट कति वर्ष लाग्नु तपाईँ? आजबाट म 14। स्विट 14। हजुर कस्तो माहौल हुन्छ नि त्यो एजहरू चेन्ज हुँदै गर्दा। अहिले हामी व्यापारिक कुरा पछाडि गर्छौँ, एजहरू चेन्ज हुँदै गर्दा तपाईँको हुन्छ नि मानसिक शारीरिक सबै परिवर्तन पनि भइरहेको छ। तपाईँको दिमागमा चाहिँ के खेलिरहेको छ? दिमागमा अब त्यही नै हो, पढाइ सम्बन्धी होइन र म्युजिकलाई करियरलाई कसरी बनाउने त्यस्तै टाइपको। जियोस् पुरै माया प्रेम चलिरहेको छ, झ्यार छैन भनेर बुझ्नु पऱ्यो मैले। हजुर ओके, यसो गरौँ न बेगेन्द्र, स्टार्टिङमा एउटा गीत तपाईँको उतैतिर तपाईँको एकदम के देउडा के भन्छ है। ओके, त्यो गीत अलिकति तपाईँले मिठो गाउनुहुन्छ। त्यो गीत गाइसकेपछि हामी तपाईँलाई एउटा स्पेसल सरप्राइज छ, सो त्यसपछि हामी खोल्छौँ ल। हजुर हुन्छ दादा। के गर्नुभयो? आज बर्थडे भएर होला, एकदमै कन्फ्युज देखिरहेको छु मैले। हो हजुर ठिक छ, गाउँछु अब। स्याउका चानाले बजारिया भाउ पाउँदैन स्याउका चानाले, पप गीतका गानाले देउडा गीत हराउन लाग्यो पप गीतका गानाले। थ्याङ्क यू। एकदमै बेगेन्द्र बुढा भन्ने बित्तिकै तपाईँको मानसपटलमा आउँछ, उहाँले उतैतिरको मान्छे सुदूरपश्चिम है। हजुर। तपाईँको गाउँ चाहिँ कहाँ हो? अछामदेखि काठमाडौँसम्म कसरी आउनु? आज अलिकति बर्थडे स्पेसल भएर पनि खोल्छु म त्यो कुराहरू, र हामी एकैछिनमा सरप्राइज पनि गर्छौँ। आज बर्थडे विस तपाईँको फर्स्टमा चाहिँ कसले गर्यो? फर्स्टमा चाहिँ मामाले नै गर्नुभएको। मामाले गर्नुभयो है। हजुर। फेसबुकमा टेस्ट गरेर फोटो हालेर गर्नुभयो अथवा भनेर भन्नुभयो? भनेर पनि गर्नुभएको थियो, अनि त्यही टेक्स्टबाट पनि गर्नुभएको थियो। आज तपाईँ सँगै बस्ने भएर पनि होला। हजुर। राति 12 बजे गर्नुभएको थियो ठ्याक्कै, मैले त्यो उहाँको फोटो पनि देखिरहेको थिएँ। हजुर हो, सँगै थियौँ हामी। हजुर। एकदमै एउटा हुन्छ नि नेपाली कला संस्कृति, अहिले बालबालिकाहरू धेरै आउनु भएको छ नेपालमा, भाइरल सबैजना हुनुहुन्छ। तर बेगेन्द्र बुढा अहिले पछिल्लो समयमा चाहिँ पढाइको कारणले गर्दा अलिकति गीत सङ्गीतलाई त्यति धेरै ध्यान दिन पाउनु भएको छैन, किनकि एससी 9 क्लासमा पढ्नुहुन्छ अहिले। स्कुलको नाम लिभरपुल है? हजुर, लिभरपुल सेकेन्डरी स्कुल। ओके, 9 क्लासमा पढ्ने भएको हुनाले चाहिँ उहाँले अलिकति पढाइलाई बढी प्राथमिकता दिनुभएको हो, गीत सङ्गीत छोड्नु भएको छैन। उहाँको स्वरमा उत्तिकै जादु छ। अहिले अलिकति टिनेजर लागेर पनि भोइस चेन्ज त्यति धेरै आएको चाहिँ देखिनँ मैले। अब बिस्तारै हुन्छ होला, 14 भर्खर भएँ, बिस्तारै 15-16मा। ओके, कसैको 14बाट स्टार्ट हुन्छ, कसैको 12बाट स्टार्ट हुन्छ, त्यो आफ्नो ठाउँमा छ। ओके, अब अर्को गीत सुनौ न, तपाईँको आफ्नो गीत। मेरो आफ्नो गीत म मेरो पहिलो गीत नै गाउन चाहन्छु आज आमालाई समर्पित गरेर। ओके। आमा तिमीले जन्म दियो, संसार देखायौ र
तिमीले जन्म दियौ संसार देखायौ र यहाँसम्म पुगेको छु हिँड्न सिकायौ र हो यहाँसम्म पुगेको छु हिँड्न सिकायौ र यति नै बेगेन्द्रको मम्मी आज बर्थडेमा उता गाउँमा भएको कारणले चाहिँ अलिकति स्याडिङ भएको बाबा मम्मीसँग अगाडि मनाउँथे भन्ने कुरा पनि गर्नुभएको थियो त्यो मैले भनिदिइहालेँ सो हामीले चाहिँ सानो स्पेसल तपाईँको लागि बर्थडे केक बनाएर चाहिँ यसो हाम्रो इन्टरभ्युजमै सेलिब्रेसन गरौँ भनेर चाहिँ यो सस्पेन्ड त के भन्ने है हजुर ओके बेगेन्द्रको बर्थडे 14 वर्ष लाग्नु भएको छ हामीले भन्दा अगाडि पनि हामीले मेलिना राई चर्चित गायिका मेलिना राईको बर्थडेमा पनि यसरी सस्पेन्ड बनाएर चाहिँ केक काटेका थियौँ उहाँ छक्क पर्नु भएको थियो सो हामी केक काट्छौँ त्यसपछि अरू माया प्रेम हाम्रो गफगाफ सबै कुरा हुन्छ र बेगेन्द्रको हामी गीत पनि अझै सुन्न बाँकी छ है त यस्तो के गर्नु पर्यो ओके उहाँको मामाले हेल्प गरिदिनुहुन्छ यो खोलिदिनु होला है यो चक्कु चाहिँ पुरै हुन्छ नि यहाँबाट खोल्दाखेरि अर्कै टाइपको रहेछ यो चक्कु चाहिँ है ओके ठिक छ चाहिँ हाम्रो दोस्रो पटक भन्नुपर्छ हामीले बाल गायक चाहिँ पहिलो पटक बेगेन्द्र बुढाको हामीले एउटा सानो त्यति धेरै ऊ पनि होइन तबै उहाँलाई हामीले एउटा केक काटेर चाहिँ उहाँको बर्थडे सेलिब्रेसन गर्दैछौँ सो सबैले लाइक सेयर सपोर्ट अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला नयाँ नयाँ अपडेटको लागि नयाँ नयाँ इन्टरभ्युजहरू आउँछ गीत सङ्गीतहरू आउँछ सो कसरी काट्ने आफूले अहिलेसम्म बर्थडे मनाएको छैन ठिक छ त्यो गाड्ने हो यसलाई मामा श्री बेगेन्द्रको मामा यो गाड्ने हो यहाँ हो अलिकति बच्चामै मनाइन्थ्यो कि बर्थडे त्यही भएर अलिकति गाह्रो छ यो गर्नलाई सो सबैले बेगेन्द्रलाई बर्थडे विस गर्नु होला कमेन्टमा ह्याप्पी बर्थडे भनेर लेखिदिनु होला ताकि उसलाई एकदमै ऊर्जा प्रदा होस् भोलिको दिनमा गीत सङ्गीत क्षेत्रमा लाग्नको लागि है भयो त्यति धेरै पनि नगाडो मलाई पुग्छ यति भए अहिले झिक्दा झ्या हुन्छ होइन सो यहाँ अनि त्यसपछि बाल्ने सलाई खै त बेगेन्द्रले बाल्ने कि मैले बाल्ने राम्रो देखिरहेछ क्यामेरामा मलाई चाहिँ कालो देखिरहेको है बेगेन्द्र त्यति छैन नि भाइ सो मैले होइन बेगेन्द्रले बाल्ने कि मैले बाल्ने कन्फ्युज भएँ म ओके मै बाल्छु बेगेन्द्रले केक काट्नुहुन्छ है त कसरी यसरी बाल्ने हो कति मैले बाल्दा त बल्दैन त मामाश्री यहाँ हेल्प गर्न आइदिनु पऱ्यो प्लिज मको पनि गीत रिलिज भएको छ बेगेन्द्रको सङ्गीतमा यो कसरी बाल्ने यो तपाईँले बालिदिनु त यहीँबाट बाल्ने नि हो आई नो द्याट ल केक अरू पनि बाल्दा हुन्छ यो सकिसक्ला फेरि ह्याप्पी बर्थडे भन्दा नभन्दै प्लिज डु फास्ट है अरू बाल्नु पर्दैन है त ठिकै छ बलिरहेछ फेरि ह्याप्पी बर्थडे भन्नुमा नि अर्को पनि बाँकी छ सो यो कतिको याद आइरहेको छ यो बच्चामा पट्याएका हुन्छ नि ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु बेगेन्द्र भाइ ह्याप्पी बर्थडे टु यु उताबाट त्यो न्यापकिन पेपर ल्याइदिनु न ओके बेगेन्द्र आज बाल गायक निकै राम्रा गीतहरू छन् उसको सुन्नु होला अनि सेयर सपोर्ट गरिदिनु होला यो इन्टरभ्यूलाई पनि धेरै ऊ गरिदिनु होला है आज बेगेन्द्र 14 वर्ष पुग्नु भएको छ सायद मिडियामा के भन्ने हामीले सानो एउटा सेलिब्रेसन भनौँ न होइन त्यही मात्रै गरिरहेको सो तपाईँले एकदमै ह्याप्पी बर्थडे भनेर धेरै कमेन्ट गरिदिनु होला सो बेगेन्द्र बुढालाई अझै साथ सपोर्ट दिनु होला त्यही भन्न चाहन्छु म फर्स्टमा बेगेन्द्रलाई बर्थडेमा यो लाउने बाँकी नै छ ह्याप्पी बर्थडे बेगेन्द्र अझै साङ्गीतिक भविष्यको उज्जवल कामना सो अहिले फोन उठाउन मिल्दैन म बर्थडे उसमा छु सो ह्याप्पी बर्थडे है त सो थ्याङ्क यू सो मच तपाईँ पनि क्यामेरामा आइदिनु होला
केक खानको लागि सो मलाई चाहिँ एकदमै केक मनपर्छ बेग्नलाई केक मन पर्छ पर्दैन मामालाई पनि खुवाइदिनुहोस् अलिकति यता देखिया छ मलाई एकैछिनमा देखाउँदा पनि म चाहिँ मामा भर्खर उहाँको ऱ्याप गीत आइरहेको छ बेगेन्द्रको आफ्नै मामा है यतापट्टि माइक यतापट्टि छ नमस्ते म चाहिँ वरुण छेत्री म भर्खर नै एउटा सङ अब रिलिज भएको छ अनि नेक्स्ट सङ पनि अहिले आफ्नै युट्युब च्यानलमा हालेको छु प्लिज हेरेर लाइक सेयर अनि कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला यति भन्न चाहन्छु हजुर त्यहाँ आइपुग्नु न म हेलो क्याफे मामाले पनि पिके कलेज जाने यतापट्टि साइडमै छ ट्याक्कै तपाईँको प्राइम बैङ्क के छ त्यहाँ पुतल सडक चोकमै छ हजुरले देखिहाल्नुहुन्छ हजुर 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 यतापट्टि राइट साइड यता राइट भनेको लेफ्ट राइट साइडमा छ ट्याक्कै ओके बर्थडे केक सो अहिले हाम्रो ब्रदरलाई चाहिँ एकैछिनमा खुवाउँला सो अब चाहिँ कुराकानीतर्फ लाग्नु है ओके म यो भन्न चाहेँ बेगेन्द्र है मामालाई पनि थ्याङ्क यू सो मच तपाईँलाई थ्याङ्क यू तपाईँको गीत सङ्गीतमा लागिरहनु भएको छ यसरी लाग्नु होला तपाईँको भान्जालाई पनि एकदमै साथ सपोर्ट दिइरहनु होला अनि अर्को गीत चाहिँ तपाईँको ब्लास्ट गरिआओस् है त हुन्छ थ्याङ्क यू सो मच थ्याङ्क यू म बेगेन्द्रसँग कुरा गर्छु एकछिन है हस् हस् यता हामीपट्टि क्यामेरा फर्काइदिनु होला प्लिज है राम्रो आइरहेछ नि मलाई चाहिँ सबभन्दा राम्रो निकालिदिनु होला है सो बेगेन्द्र आज पहिलोचोटि हो यसरी मिडियामा हामीले केक काटेको तपाईँको हजुर पहिलोचोटि ओके पहिलाको भन्दा अलिकति बर्थडे त्यति धेरै भएन सेलिब्रेसन भन्दा पनि अलिकति कस्तो खल्लो फिल आयो अब चाहिँ ठुलो भएर हो कि व्यवहारिक हुन थालेर हो कि पनि भन्ने कुरा गर्नु भएको थियो खासमा चाहिँ के हो यो कुरा अब समयअनुसार हुन्छ होइन सबै कुरा सिचुएसन अनुसार अब पहिला अब सबै सानो छँदाखेरिको यादहरू होइन देखेँ अहिले बिस्तारै साथीहरू पनि छुट्दै गइरहेका छन् होइन त्यस्तै टाइम भनौँ न चेन्ज भइरहेको छ त्यही अनुसार सबै चिज चेन्ज भइरहेछ भन्ने ओके फर्स्टमा तपाईँलाई आजको बर्थडेमा बाबाले सम्झिनु भयो कि मम्मीले सम्झिनु भयो अगाडि बाबा मम्मी सबैले सम्झिनु भयो भन्नाले टाइप एउटै कलमा पहिला चाहिँ मम्मीले सम्झनु भयो पछि चाहिँ दिदीले अनि बाबाले दादाले के भन्नुभयो बाबा मम्मीले चाहिँ के भन्नुभयो स्पेसियल बेगेन्द्रलाई अब राम्रो गर त्यही हो त्यसै भन्नुभयो राम्रो गर भन्नुभयो ओके सायद बाबा मम्मी सँगै भइदिएको भए अझै अलिकति सेलिब्रेसन एक्स्ट्रा हुन्थ्यो कि हजुर हुन्थ्यो अघिल्लो वर्ष जस्तै हुन्थ्यो तर अब फर्स्ट टाइम मिडियामा यसरी केक सेलिब्रेसन भनौँ न बर्थडे त्यस्तै अनि मम्मी बुवा अलिक टाढा हुनुहुन्छ त्यही कारणले पनि सायद बेगेन्द्रको मम्मी बाबासँग त मैले कुरा गरिसकेको छु उहाँको मम्मीसँग चाहिँ भेट्ने अब त्यो समय नमिलेको भन्नुपर्छ है अनि जस्तो बेगेन्द्र मम्मी पनि यहीँ बस्ने भनेर आउनु भएको थियो फेरि पछाडि उता त्यही कुरा सुनिरहेको थियो फेरि पछाडि उतै जानुभएछ गाउँमा किन मम्मी चाहिँ यतै बस्ने भन्नुभएको थियो पहिलो सुरु अनि पछि चाहिँ चुनाव भयो होइन चुनाव भएपछि मामुले चाहिँ त्यो उपाध्यक्ष पदमा हुन्छ नि उठ्नुभयो अनि त्यसमै क्रममा जित्नुभयो अनि जितेपछि त्यतै बस्न थाल्नुभयो माइ गॉड यो कुरा मलाई अगाडि नै थाहा थियो के भन्छ राजनीति सम्बन्धी अलिकति म पनि त्यति धेरै बुझ्दिनँ सो बाबा चाहिँ उहाँको नेपाल प्रहरीमा हुनुहुन्छ बाबासँगको इन्टरभ्यू तपाईँले धेरै रुचाइदिनु भएको थियो र यो इन्टरभ्यूलाई पनि धेरै एकदमै लाइक सेयर सपोर्टको पक्कै पनि कमी नहोस् अब अर्को गीत सुनाउनु बेगेन्द्र कुन चाहिँ गीत सुनाउने अहिले चाहिँ तिमीले बाटो फेरि अरे ओके तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो भुल्न सकिन मैले तिमीले बाटो फेर्यो अरे अर्कैलाई हेर्यो अरे ओके तिमीले बाटो फेर्यो अरे दर्पण राई ज्यूको शब्दमा हाम्रो विक्रम राईजीको सङ्गीत एकदमै राम्रो भएको थियो मिलना राईको स्वरमा रहेको गीत लगभग आजसम्म 35 लाख प्लस
भ्युज गइसकेको छ, अझै पनि माया गरिदिनु होला, अझै पनि साथ सपोर्ट दिइरहनु होला। अब बेगेन्द्रसँग म अलिकति अगाडि बढेँ है, आज बर्थडेको दिनमा केही स्पेसल कुराहरू खोलौँ न है। जस्तो तपाईँ पहिला उता हुनुहुन्थ्यो, अछाममा हुनुहुन्थ्यो है, अछाममा हुँदाखेरि त्यहाँ रेडियोमा पनि प्रोग्राम चलाउनु भयो, त्यहाँबाट केही मिडियाहरूमा पनि तपाईँको त्यो तरिकाको भिडियोजहरू आइसकेपछि तपाईँ काठमाडौँ आउनुभयो, काठमाडौँमा गीत रेकर्ड गर्नुभयो। तपाईँले उहाँबाट चाहिँ यहाँसम्म काठमाडौँ ल्याउने काम चाहिँ फ्यामिलीले गर्नुभयो कि अथवा ब्याकअप सपोर्टमा कोही हुनुहुन्थ्यो? ब्याकअप सपोर्टमै भनौँ मामु हुनुहुन्थ्यो मेन गरी त, हुनुहुन्थ्यो अरू पनि दादाहरू जस्तै भीम विष्ट दादा, त्यसै ध्रुव दादा हुनुहुन्थ्यो। उहाँहरूले गर्दा नै म यो स्थानसम्म छु भन्न चाहन्छु। अनि त्यसै गरी कृष्ण कडेल अङ्कलज्यूले पनि मलाई साथ सपोर्ट गर्नुभएको हो र त्यही नै हो, सपोर्ट आफ्नो फ्यामिलीबाट मेन कुरा चाहिन्छ, फ्यामिलीबाटै पाएँ। एकदमै फ्यामिलीबाट त तपाईँको बाबा मम्मीले पनि त्यही भन्नुहुन्छ, मेरो छोरालाई सङ्गीत लाइनमा इन्ट्रेस्ट छ, उसले गीत पनि राम्रो गाउँछ, यही लाइनमा उसले केही देखेको छ भने उसले यही लाइनमा लागोस् भन्ने कुरा पनि एउटा राम्रो सपोर्ट हो बाबा मम्मीको। बाबा मम्मीको तपाईँ एउटा मात्रै छोरा? होइन, दादा होइसिन्छ, म छु, अनि दिदी होइसिन्छ मभन्दा। दिदी 3 जना हुनुहुन्छ, जम्मा टोटल गरेर 5 जना। 5 जना, हजुर। तपाईँ मात्रै यता एक्लै बस्ने हो अथवा दादा दिदी यति बस्नुहुन्छ? दादा दिदी बस्नु हुँदैन, म र मामा बस्छौँ हामी। कतिको सहज छ बेगेन्द्र? जस्तो काठमाडौँमा बस्दाखेरि कहिले काहीँ आफै पकाउनु पर्छ होला, कहिले काहीँ आफै भाँडा मान्नु पर्छ होला होइन, कतिको सहज छ काठमाडौँमा? जस्तो उता बस्दाखेरि तपाईँलाई मम्मीले पकाएर दिनुहुन्थ्यो होला, कहिले काहीँ आफै पनि हुनुहुन्थ्यो होला होइन, जाँगरिलो देखिनुहुन्छ देख्दा चाहिँ कतिको सहज छ? निकै नै गाह्रो छ भनौँ काठमाडौँ जस्तो ठाउँमा होइन, एकदम पढाइलाई कतिखेर म्यानेज गर्ने, गीत सङ्गीतलाई कतिखेर म्यानेज गर्ने, कुन कुरा के सिक्ने कता लास्टै गाह्रो छ र त्यही नै हो, मामाले हेल्प गर्नुहुन्छ मेन गरी त होइन, खानासानाको लागि। अनि त्यही हो, जस्तो मामाहरू कहिले काहीँ ढिला चाँडो भएको बेलामा तपाईँ आफै पकाउनुहुन्छ अथवा त्यो हुन्छ नि त्यो यता बस्दाखेरि त म नि कहिले काहीँ त्यही गर्छु, चौचो खाने काम गरिरहेको हुन्छ, त्यस्तो हुन्छ? हजुर, कहिले कसो अब मामा पनि कुनै काममा गएको बेला अब त्यही हुन्छ भनौँ न। ओके, त्यसो भए एकदम बेगेन्द्र भाइ बेगेन्द्र बुढा है भन्ने बित्तिकै एउटा चर्चित बाल गायकहरूमा मलाई एकदमै मनपर्ने बाल गायक पनि हुनुहुन्छ, सो एकदमै सपोर्ट गर्नु होला। त्यसो आफूले पनि काम बबाल गर्नुहुन्छ रुमतिर? हजुर, त्यही भनौँ। ओके, यति बेला तपाईँ एमएमएस इन्टरटेनमेन्ट हेर्दै हुनुहुन्छ। एमएमएस इन्टरटेनमेन्टमा आज अलिकति सेलिब्रेसन टाइपमा हामीले एकदमै सुमधुर स्वरको धनी बाल गायक बेगेन्द्र बुढाको इन्टरभ्यू लिइरहेको छु यति बेला, र फेरि पनि ह्याप्पी बर्थडे भन्न चाहन्छु र अझै पनि साङ्गीतिक भविष्यको उज्जवल कामना। यसै गरी भोलिका दिनमा हामीले यसरी साथ सपोर्ट दिन पाइयोस् बेगेन्द्र भाइलाई, र सबैजनाले सेयर गरिदिनु होला यो भिडियोलाई। यति धेरै बाल गायकहरूको भिडमा पनि उहाँको टोन छुट्टै छ, सबैजना उत्तिकै राम्रो हुनुहुन्छ। मैले अरूलाई चाहिँ त्यो नराम्रो भन्न खोजेको पक्कै पनि होइन, तर उहाँको एउटा क्रेज छुट्टै छ। सो बेगेन्द्र कस्तो लाग्छ तपाईँ अगाडि हुन्छ नि त्यो मिडियामा आउँदाखेरि पनि दोस्रो प्रेम परिवारको जन्म भनेर त्यो आइरहँदाखेरि कस्तो लाग्छ त्यति बेला? होइन, एकदम खुसी लाग्छ भनौँ न होइन, त्यस्तो नराम्रो केही फिल हुँदैन, खुसी नै लाग्छ। अब उहाँहरूले होइन आफूलाई जे कसैले आफ्नो स्वार्थको लागि पनि गर्छन् होइन, तर कसैले आफ्नो अरूको ब्याकग्राउन्डहरू सबै हेरेर हुन्छ नि त्यसलाई अगाडि बढाउँछ। तर एकदम खुसी लाग्छ, जस्तो चाहिँ हो नि दादासँग दाज्नु मेरो होइन, दादाकै इन्सपिरेसन अब हुन्छ नि, दादालाई मैले दादाबाटै इन्सपायर्ड भएको हो म चाहिँ, खास गरी भन्नुपर्दा प्रेम परिया दादाबाट, त्यही नै हो। ओके, अलिकति अहिले मैले भने टिनेजरको लाग्न लागिरहेको छ, सो 14 वर्ष भन्ने बित्तिकै तपाईँले बुझ्नुहुन्छ बच्चाको जस्तो स्वर हुँदैन। जस्तो फर इक्जाम्पल प्रेम परियार बच्चाको बेलामा त्यो मर्ने कसैलाई रहर हुँदैन, यी आँखामा तिमी सो गीत गाउँदाको त्यो चाइल्ड भर्जन र अहिलेको ट्युनमा एकदमै फरक छ, र बेगेन्द्रको पनि त्यो टोन चेन्ज भइरहेको छ। अब यति बेला हामी प्रेम परियार दाइकै एउटा गीत सुनौँ न, छोटो हुन्छ। प्रेम परियार दाइको म पुरानै गीत मर्ने कसैलाई मर्ने कसैलाई रहर हुँदैन, मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाऊँ कुन ठाउँ जाऊँ, भागेर जाऊँ कुन ठाउँ जाऊँ, मान्छे नमर्ने सहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन, मर्ने कसैलाई रहर हुँदैन।
पक्कै पनि एउटा गायकी गीत गाउँदाखेरि त्यो गीतको ट्युनले मनमा छोस्, पक्कै पनि बेगेन्द्र बुढाको स्वर यति मन्त्रमुग्ध पार्ने खालको छ। सो अहिले के छ, म्युजिक क्लासहरू जोइन गर्नु भएको छ कि छैन? अहिले अब त्यही पढाइकै कारणले छैन भनौँ, 10 पछि हुन्छ होला सबै कुरा। ओके, 10 पछि चाहिँ स्पेसल्ली पढाइलाई पनि कन्टिन्यू, म्युजिकलाई पनि कन्टिन्यू लान चाहनुहुन्छ? हजुर। यति बेला तपाईँको बाबा मम्मीले पनि पक्कै पनि यो भिडियो हेर्नुहुन्छ। आज स्पेसल बर्थडेको दिनमा तपाईँको बाबा मम्मी उता बस्नु भएको छ अहिले, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? स्पेसल सन्देश होस् छोराको यो बर्थडेमा। सर्वप्रथम त होइन पूजनीय आमा बुवालाई होइन म दर्शन गर्न चाहन्छु होइन अहिले यसबाट नै, किनकि उहाँले यो संसार नदेखाउनु भएको म यहाँसम्म हुन्थेन होला होइन। यहाँ हिँड्न सिकाउनु भयो, सबै कुरा गर्न सिकाउनु भयो, बुझाउनु भयो, यस्तो गर यस्तो नगर भन्नुभयो, राम्रो बाटोतिर लिनुभयो, नराम्रो बाटो। त्यसै एकदम थ्याङ्कफुल छु होइन बुवा मम्मीबाट। एकदम यस्तो म्युजिक लाइनतिर कसै हुन्छ नि, म्युजिक लाइनतिर जाँदाखेरि साथ सपोर्ट दिनुहुन्न, तर एकदम साथ सपोर्ट दिइराख्नु भएको छ। एकदम थ्याङ्क यू भन्न चाहन्छु मम्मी बुवालाई। ओके, प्यारो छोराको सन्देश मम्मी बाबालाई गइसकेको छ र भिडियो पक्कै पनि हेर्नुहुन्छ मलाई थाहा छ, र हेरेर पनि कमेन्ट पनि आउँछ उहाँको मम्मी बाबाको युट्युबको कमेन्टमा, तल कमेन्ट गर्नु होला। र सबैजनाले बेगेन्द्र बुढालाई तल ह्याप्पी बर्थडे विस गर्नु, धेरैभन्दा धेरै सेयर गरिदिनु होला, ह्याप्पी बर्थडे विस गरिदिनु होला, र एकदमै डु पोजिटिभ है, एकदमै पोजिटिभ कमेन्ट गरिदिनु होला। यो साङ्गीतिक फिल्डको लागि, साङ्गीतिक क्षेत्रको लागि भोलि बेगेन्द्र भाइलाई अगाडि बढ्न एकदमै सहज होस्। तपाईँको साथ सपोर्ट माया पनि पक्कै पनि चाहिन्छ। र अब हामी लगभग अन्तिममा छौँ है। तपाईँको दर्शकहरू धेरै हुनुहुन्छ, तपाईँलाई माया गर्ने, देशदेखि विदेशमा हुनुहुन्छ, तपाईँ विदेशमा पनि गएर आइसक्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? आज चाहिँ विशेष बर्थडे स्पेसल छ, उहाँहरूलाई एकदमै माया प्रेम टाइपको त्यही नै हो। सबैले एकदम हेल्प गर्नुभएको छ मलाई यहाँसम्म पुर्याउन होइन। सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। अब के भन्नु, उहाँहरू नभएको भए म यहाँसम्म हुन्थेन होला, साँच्चै पक्कै पनि हुन्थेन। तपाईँहरूले अब जस्तै मेन कुरा त मिडिया हो होइन, त्यसपछि चाहिँ अडियन्सहरू होइन। त्यही भएर सबैलाई थ्याङ्क यू फेरि पनि भन्न चाहन्छु, लभ यू भन्न चाहन्छु सबैलाई। ओके, अब हामी अन्तिममा पनि एउटा लोकदोरी गीत सुनौँ न। बेगेन्द्रले चाहिँ लोकदोरी गीत पनि एकदमै मिठो गाउनुहुन्छ। हजुर। हे बरै सालको पातको टपरी हुने, हे बरै नहुनी सलैको, तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको। यति नै भन्न चाहन्छु। ओके, अब अर्को लोकदोरी पनि मलाई मनपर्छ। तपाईँले समथिङ कसको गाउनुहुन्थ्यो, त्यो एउटा मिठो गाउनुहुन्थ्यो कि, त्यो पनि अलिकति सुनौँ न। हजुर हुन्छ। आँखै लाउने कालो गाजल निधारै माटीका, तिमी नभए जिन्दगी नै लाग्छ फिका। मन परेको मान्छेको नाउँ दिलमै लेखिन्छ, झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाऊ, हल्का लाएको दामी देखिन्छ, मेरो मायालाई दामी देखिन्छ। ओके, बेगेन्द्रलाई आजको यो टाइम है, एकदमै महत्त्वपूर्ण टाइम, बर्थडेको टाइम हामीलाई दिनुभयो। एमएमएस इन्टरटेनमेन्टको यो पर्दामा हामीले हल्का भए पनि बर्थडे सेलिब्रेसन गर्न पायौँ। हाम्रो दर्शकहरू, हाम्रो एकदमै धेरै माया गर्ने दर्शकहरूलाई देखाउन पायौँ, र यसरी नै साङ्गीतिक भविष्यको उज्जवल कामना गर्न चाहन्छु। हामी अर्को वर्ष पनि तपाईँको बर्थडे यसरी मनाउन पाइयोस्। हस्, हुन्छ। थ्याङ्क यू भन्न चाहन्छु हजुरलाई मेन गरी त। MMS Entertainment.